गाह्रै छ हजुर, गाह्रै छ। एकछिन बसिरहँ खालको छ क्या, यस्तो यस्तो रमाइलो हुन्छ। हामी यता छौँ, हामी को चिन्नु भएको, हामी ओनेमी बोल कसैले नचिनेको भाइरल नभएको मान्छे हामी। चियागुले भयो भएन, अलिकति चिनी कम छ। एक बोरा चिनी ल्याउनुहोस् त, एक बोरा चिनी ल्याउनुहोस् त यहाँ चिया कमाउने अरे भाइको गालामा अप्सन गरेर चिनीको पोका हालिदिने होइन। यहाँबाट चाहिँ यो यता सिक्लेस जाने बाटो, यता माथि तान्तिङ क्रपुटार जाने बाटो हो। बाटो बन्दैछ, बनिरहेछ भनेको। त्यहाँ होमस्टेको दाइलाई सोधेको, बाइक त छिर्छ होला आउनु भन्दै हुनुहुन्थ्यो। त्यही भएर हामी जाँदैछौँ। बाटो हेर्दै गर्नु के कस्तो हुन्छ फेरि। अब के भयो, किन बाइक त जान्छ होला नि दाइ? ढलान हान्दैछ अरे, जान्दैन। अब अर्को बाटो फर्क्यौँ है गाइस। जो बाटो चाहिँ फर्किन लाग्यो अब हामी। अब काउँ खोलाबाट फेरि अर्को बाटोबाट अब जानु पर्ला। बाइक पनि छिराउँदैन भन्छन्, जानुपर्ने खासमा खोला विजयपुर खोलाइ भन्छ यसलाई नि। उहाँ होइन, यहाँको मेन इन्ट्री भएको के माथिको पुल त्यही खोला यही हो। अब हामी यही बाटो चाहिँ निस्किने अब यार। यताको बाटो बन्द रहेछ कि यताबाट पनि छ अरे हो? हजुर राम्रै छ। ए यो पुल चाहिँ ऊ हुनु पऱ्यो नि त। ए ए हुन्छ हुन्छ, हस् धन्यवाद। यहाँबाट गयो भने हामी पिच्छे पिच पुगिन्छ है। भएपछि यार कत्रो यार। ल यो बाटो चाहिँ राम्रो होला जस्तो छ है। कति टाइम लाग्छ यो बाटो पनि थाहा छैन यार, तर रन्काउनुपर्छ। नआएको ठाउँमा कति टाइम लाग्छ के गर्छ थाहै हुँदैन क्या बाटो फेरि। जाने भाइ आऊ, जाने हो? कहाँसम्म जाने? भाइलाई लिफ्ट दिनु पऱ्यो एकछिन। ए यहाँ यो हो र? ल ए ल ल ल ल हुन्छ हजुर, हुन्छ छोड्नु हजुर। ए ल बस्नु बस आउँदै गर्नु। भाइलाई पनि लिएर हिँड्छु। भाइलाई लिफ्ट दिएको है कस्तो झ्या भयो क्या, न यता न उता भयो। मासतिर रहेछ तलतिर ल्याइयो। हामी भैँसो भन्ने ठाउँमा आइपुगेछौँ। भैँसेको पुलै आहा नदी नदी दामी खोला 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 हेर्नु छ हजुर, खोला दामी रहेछ यार। भिरालो पका रन्का बुधे रन्का यताबाट त अब कति बज्यो? 1 बज्नु लागिसक्यो। हामी यतै छौँ अझै पनि, तानतिन पुगे होइन। कति बजी पुग्ने हो तानतिङ पुगेपछि त्यहाँबाट फेरि अब 2 घन्टा लाग्ने होला। बेलुकै होला जस्तै छ आज त क्रप पुग्दाखेरि यार। तल पुलको काम हुँदो रहेछ। तानतिङ कति घन्टासम्म पुगिन्छ भाइ? ए गसेन हो, ए यतै हो। ए ल ल ल ल सोधेको भटाबालामा गाछ छैन नि दाइ भन्न थाल्यो। हेरौँ न भ्यू हेरौँ न भ्यू। ए तल
तलको रहेछ यस्तो दामी रहेछ ए क्या है बे ये ऐसा रास्ता कहाँ ल माथि जाने त्यहाँबाट तिमी ल ल म रहिदिन्छु तिमी यहाँ कति जाने हो कति टाइम लाग्छ यहाँबाट 1 घन्टा अझै आइसक्यो यताबाट यहाँ चाहिँ गऱ्यो यताबाट तान्दिङ बाइक यस्तो छ अब अफ रोड बाइकहरू जसले पनि लान्छ नि यस्तो बाइक लिएर हिँड्ने हो क्या यस्तो बाइक लिएर हिँड्ने क्या अफ रोडमा पनि अन रोड बाइकहरू लिएर हिँड्ने हो कि आउने पो हुन्छ नि त वेलकम टु तानतिङ गाइज भ्युअर्स हिमाल पारिपट्टि सिक्लेस तल हाम्रो तानतिङ गाउँ दामी दामी है त फर्स्ट टाइम हो यो मेरो यो तानतिङको चाहिँ कस्तो राम्रो देखेको फुलहरू गमलामा राखेको क्या दामी देखेको यार हेलो एन्ड गाइज नमस्ते तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो ओन एमबी भ्लग्समा साउन्ड अलिक बिस्तारै भनिरहेको छु होइन बाटो यस्तो थियो अलिअलि बाटो पनि देख्नुभयो होला न त देख्नुहुन्छ एकछिनपछि यो क्लिप हाल्छु अहिले चाहिँ हामी तानतिङमा छु तानतिङमा चाहिँ तानतिङ भ्यू जस्तो हो हामी अब प्रपर डाँडा जाने हो यहाँबाट लगभग 1.5 घन्टा 2 घन्टा लाग्छ हामीलाई अनि बाटो अब योभन्दा पनि माथि अझै खत्तम छ भन्ने सुनेको छौँ यतातिर बाटो पनि अलिक खत्तमै हो 4 जना छौँ हामीहरू साथीहरू 5 जना छौँ के कस्तो हुन्छ अझ हामी अपडेट दिँदै गर्छौँ हेर्दै गर्छौँ के कसो भन्ने होइन अहिलेलाई यो तानतिङको भ्यूहरू पनि इन्जोय गर्नु होला के हुन्छ हामी अपडेट दिँदै गर्छौँ उहाँ हुनुहुन्छ हामी सर यता हामी यता छौँ हामी को चिन्नु भएको हामी ओनएमबी भ्लग्स कसैले नचिनेको भाइरल नभएको मान्छे हामी ल अब हामी चाहिँ यहाँ तानतिङबाट निस्क्यौँ अब तपाईँहरूलाई चाहिँ ठ्याक्कै अब क्रपुको बाटो चाहिँ रियल बाटो देखाउँछु अब म के कस्तो छ भनेर जाऊँ त चढौँ त ढुङ्गा बिछाएको बाटो यस्तै ढुङ्गा बिछाएको बाटो खतम रहेछ न भन्दा साँच्चीकै जाउँ गाइजहरू बढौँ अगाडि बढौँ आराम से ग्रिप नभए बाटो भन्दा गाह्रै हुँदो रहेछ कतिको गाह्रो हुन्छ भने यहाँ थाहा हुन्छ गाइज बाटो अलिक खत्तम छ शीत परेर चिप्लो भएको हाल्छ नि पानी परेर गाह्रो हुन्छ है अब चलाउन मान्छेको हातमा भर पर्छ कतिको चलाउँछ भन्ने भन्नुहुन्छ होला हेर्नुहोस् प्रो राइडर चाहिन्छ यस्तोमा प्रो राइडर यहाँ यस्तो खाल्टो छ बाटो झन् यस्तोबाट कटाउनु पर्छ हालत अवस्था यस्तो छ साथीभाइहरूको गाडीलाई यहाँ बिरामी भएको अवस्था बाइक अलिकति बिरामी भएको छ जुनीभरि हामीले यही याद राख्नेछौँ
यो हो यसरी यतिको रमाइलो काहीँ हुन्छ घर बसी बसी हुन्छ त्यसैले भन्छु घरबाट निस्कौँ जागौँ जागौँ केटा हो जागौँ यस्तो यस्तो रमाइलो ट्रेन क्याम्पमा छौँ हामी यहाँ उसमै तान्तिङमै बाइक चाहिँ एउटा अलिकति बिग्रियो भएर लानु मिलेन अब हामी गाडीमा जान लाग्छौँ यहाँ यसो राखेर चाहिँ ल यहाँ दाइ हुनुहुन्छ गैरबा कस्तो छ एकदम राम्रो एकदम अविस्मरणीय कालो चिया खाँदै गाई हामी यसरी अब कसरी आइपुग्यो त हामी यो यात्रा एकदम रमाइलो बाटो कस्तो थियो तपाईहरुले भ्लगमै देख्नुहुन्छ बाटो कस्तो थियो बाटो त यो यति राम्रो बाटो धेरै गुरुले अब यहाँनिर पात्र हेर्नु त्यही अनुसार हामी उठ्छ भने त भोलि बिहान झ्याप्पै पार ल भोलि 3 गते बहम गुरुले हेर्नुहुन्छ अब यहाँ 6:50 कति बजी उठ्ने हामी उठ्ने चाहिँ कति बजी 5 बजे उठ्नु पर्यो 5 बजे चिसो हुन्छ है बिचारा झोला एउटा सिनाले पुग्दैन कतिवटा चाहिन्छ एउटा सिनामा त हुन्छ है अलको चाहिन्छ अरे होइन तपाईँले त्यस्तै गाह्रो भए गुरु पण्डितले हाल्नुहोस् न अरू कुरो त्यस्तै हो पढ्नुसित अलिक ख्याल गर्नु होला के गर्न चाहिँ तैँले सुकाएको सिरानी बाबा साथी यस्तो हुन्छ नि अरूचोटि सिरानी बोकेर हिँड्नुपर्छ यसरी बिजय हुन्छ हामी चाहिँ यहाँ कटेजमा छौँ अहिले कटेज छ हाम्रो यस्तो ब्युटिफुल कटेज छ हेर्नु सक्नुहुन्छ सबैजनाले गएर बार डन हुनुहुन्छ गएर बार कपडा सुकाउनु भएको छ यस्तो खालको कटेज छ हाम्रो त्रिकुण्डपट्टिको सर गुरुबा त्यहाँ हुनुहुन्छ एउटा यहाँ छ गाज यहाँ छ होइन यस्तो राम्रो सुविधा छ चस्मा पनि त्यस्तो माथिमा राख्ने मिल्ने साह्रै राम्रो सुविधा छ यस्तो दामी खालको छ हामी आज बेलुका यस्तो यस्तो छ भोलि बिहान अलिक राम्रोसँग देखाउँछ हामी दृश्य यहाँको कारपुरको एकदम राम्रो अरू चाहिँ हामीले चाहिँ खासै देखाउन पाइएन लयर 5 जना हामी 3 भाइ भन्थ्यौँ हामी 5 भाइ छौँ अहिले 5 भाइ ल सुतम गाइस सुतम भोलि बिहान भेटौँ न है त प्रोको भ्यू टावर भ्यू पोइन्टबाट हो यो कुरो के भयो भन्दाखेरि चाहिँ हाम्रो ड्रोन उड्न मानेन धेरै माथि भयो त्यही भएर हामी यहीँबाट यसो भ्यू हेर्छौँ यस्तो राम्रो भ्यू देखेको छ सनराइज पनि हेरौँ गुरु के छ ठिक छ यात्रा कस्तो भयो क्रपको तपाईँको रमाइलो भयो हजुर ठिक छ सरको मन्तव्य सरलाई कस्तो लाग्यो त हाम्रो यो यात्रा छ अहिलेसम्म एकदम रमाइलो अविस्मरणीय चाहिँ यो भयो हिजोदेखि नै अविस्मरणीय छ अलिकति उक्लिँदाखेरि मलाई चाहिँ अलिक अप्ठ्यारो भयो बान्नु पर्यो हाम्रो गएर चाहिँ के छ मलाई चाहिँ उकालोमा उक्लिँदा खास अप्ठ्यारो भएन यहाँ चाहिँ ठिकै भयो राम्रो त आयो टट्ट हिमाल देख्नु पाइने सूर्य उताको देख्नु पाइने के छ त नि उता ल ठिक छ है त हामी तलतिर जान्छौँ खाजा खान्छौँ त्यस तल फोटो सेसन हुन्छ हेर्दै जाउँला है फेरि बसिरहँ खालको छ क्या ठाउँ यहाँ चाहिँ त्यो माथि झन् यस्तो खालको यो घाँसहरू भएपछि चाहिँ झन् बवालकै दामी छ यस्तो दामी स्याहार लक्क परेको दामी छ दामी हाम्रो ब्रेकफास्ट सुरु भएको छ गैरेज बाले गुरुबाले खानुहुन्छ रोटी अनि के गर्नुहुन्छ अरे
भन्नु नि पुरी के हो? अनि त्यसो जाने कता कता जाने त्यस्तो त होइन यो टिकटक भरे भाइरल भएको यो क्रपु डाँडाको त्यो पोखरीबाट रिफ्लेक्ट भएर त्यो हिमालको आउँछ नि भिडियो राम्रो खालको मान्छेले हिँडेको देखाउँछ नि त्यसको ताल यो हो क्या गाइज यो हेरौँ यसरी हो यी पानी भरेर खाल्टो खनेर त्यहाँबाट क्यामेरा सुताएर बल्ल दिने यही हो यसरी बल्ल आउँछन् त्यता कम टाइम मेहनत छ ल वास्तविकता अब त्यो चाहिँ हामीले यहाँको सुट हानेछौँ एकलोट रिफ्लेक्टवाला सुट हानेर चाहिँ त्यसको चाहिँ बिफोर एन्ड आफ्टरको भिडियो नै हाल्छु म हामीहरू चढिसक्यौँ हाम्रो गाडीमा ल गुरु बाई 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 सबले बाई बाई टाटा गएर बाई 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 भोलि आउने कुरो भयो ल भोलि आउने कुरो भयो अब यहाँ बाइकको पारेको सिक्लेस हो यो चाहिँ सिक्लेस गाउँ है गाइज यो हाम्रो चाहिँ कान्तिमोडा देखेको भ्यू के अरे ठिकै छ एउटा सरको बाइक बिग्रेर हामी यस्तो गऱ्यो भने जहिले पनि मेरै कुरा हुने हो अब यस्तै छ ठिक छ अब जस्तो भयो ऊ हिमाल देखियो छ अब रमाउन पर्यो अब के गर्ने दुःखका कुरा बिर्सिन पर्यो चाहिनीमा भन्नु पर्दाखेरि गुरु के छ ठिक छ चिया गुले भयो भएन चिया अलिकति चिनी कम छ एक बोरा चिनी ल्याउनुहोस् त एक बोरा चिनी ल्याउनुहोस् त यहाँ चिया कम हुने रे यार अझसम्म चिनी कम भयो भने चाहिँ यार ठिकै छ पारी सिक्लेस छ पारी हिमालयको डाँडामा छ स्वाट्ठ भवन्ती यो पण्डित भाइको गालामा अपरेसन गरेर चिनीको पोका हालिदिने होइन चिनी कहाँको अलिक कमाइ थियो यो ठिकै छ क्या त्यो त खाना अनि त्यसपछि हामी लाग्छौँ फर्केर फेरि कर्पु डाँडाबाट के छ गुरु ठिक छ होइन ठिक छ यहाँ यसो हिमाल देख्नु गएर आउँदै फर्के बाहिर लामो पनि थिएछ नि यस्तो गरेर आउन एकदम राम्रो होस् दाइ चाहिँ यहाँ ठ्याक्कै सुटिङलाई आउनु भएको थियो भेट भइहाल्यो हाम्रो यहाँ ल अब चाहिँ हामी वहाँबाट क्रपु गएर पनि बसेर सब घुमघाम गरेर फर्किसकेका छौँ फर्केर चाहिँ ओभरअल ठिकै भयो तान्तीबाट चाहिँ बाइक
लिएर जान थियौँ तर एउटा दाइको बाइक सहरको बाइक क्लचै गयो क्या त्यही भएर पछि फेरि हामी गाडी रिजर्भ गरेर गएर आयौँ त्यसरी आएर चाहिँ बाटो चाहिँ खत्तमै छ तानतिङबाट क्रब जाने बाटो चाहिँ लास्टै खत्तमै छ लान त लागिरहेछ स्कुटीहरू पनि लागिरहेछ सबै लागिरहेछ चिप्लो छ त्यो ढुङ्गा बिछा बाटो चिप्लो कुनै ठाडो उकालो जसो तसो त गइरह जान्छ लगिरह लाग्नेहरूले अब यस्तै भयो आजको होइन तपाईँले ड्रोन सर्ट भिडियो सिडियो यताउति पनि हल्का फुल्का हेरिहाल्नुभयो होला अब त्यस्तै छ आजको यस्तै भयो ल यहाँ मादी गाउँपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद हजुरहरूलाई धन्यवाद सक्यो गाएछ है त अब सी यू नेक्स्ट भ्लग